मेरो सानो भिडियोमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी मन्दिर जानका लागि भनेर म चाहिँ बिहानै नुहाइसकेँ। फुपू पनि रेडी हुनुहुँदैछ, बहिनीहरू उठेकै छैन। रेडी भएको आधी घन्टा पछि बहिनीहरू पनि सबै उठे। म अब जान लागेको। पुरा म निस्किँदै गर्दाखेरि फुबाजुलाई भेट्यौँ। उहाँले चाहिँ सेलरोटी र भाले ल्याउनु भएछ, एउटा फोटो नि खिचिदेऊ न बधाई भन्नुभयो। मैले चाहिँ खिचि। फुपूले हामीलाई पर्खिराख्नु भएको थियो, त्यही भएर हामी भेट भयौँ बाटोमा अनि उहाँहरूसँग मन्दिर लाग्यौँ। मेरो कान्छी फुपूले चाहिँ सानो भाइलाई बोकिराख्नु भएको छ। हाम्रो भोजपुरको प्रसिद्ध मन्दिर सिद्धकाली पनि आइपुग्यो। हामी दर्शन गरिसकेर एकछिन भिडियो फोटोहरू खिच्यौँ। त्यस पछाडि हामी चाहिँ अब फर्किन लागेको छौँ। बुनु फुपू र म मात्र रह्यौँ लास्टमा, अरू फुपूहरू चाहिँ अगाडि गइसक्नु भएको छ। मन्दिरमा खिचेको हाम्रो तस्बिर, मुस्कान सहितको मेरो फुपूको भिडियो यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। बिहानदेखि केही खाएको छैन, नानीहरूले भोक लाग्यो होला। अब हामी पनि खाजा खाएर मात्र बजार जानुपर्छ है भन्नुभयो अनि उहाँहरूले खाजा अर्डर गर्नुभयो। खाजा पनि एकछिन पछि आइपुग्यो। यसरी यो होटलको नाम चाहिँ ठ्याक्कै याद भएन अहिले, तर भोजपुरको शब्दधारा मासिरको होटल हो। हामीले यसरी खाजा खायौँ। खाजा खाइसकेर अब चाहिँ हामी बजार जानको लागि निस्क्यौँ। यहाँदेखि देख्नुहुन्छ हाम्रो भोजपुर बजार। अब हामी बजार झर्नै लाग्यौँ है। एकदम राम्रो छ, तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो भोजपुर बजारको यति रमणीय दृश्यहरू सुन्दर छ एकदम है। भोजपुर जिल्लाकै कुरा गर्नुपर्दा चाहिँ हावापानी एकदम ठिक छ है, तर पहिला जस्तो अहिले चाहिँ फोहोर व्यवस्थापन चाहिँ खासै गर्न सकिरहेको छैन जस्तो लाग्छ मलाई। अरूलाई चाहिँ के लाग्छ त्यो थाहा भएन, तर मलाई चाहिँ त्यस्तै रातिको 10-20 भयो। म चाहिँ यहीँ फेसियल फुपूको गरिदिएर कति बेला प्याकसुट भनेर रोकेर बसिरहेको छु। हल्का निन्द्रा लाग्दैछ। उता भाइ छ यहाँ डेकोरेसन गर्ने भनेर यस्तो सामान यताउता भएर घिनलाग्दो देखिरहेछ। बल्ल फेसियल गरेर सक्यो। उता भाइ पनि निदाएछ यसरी बिचरा। यता चाहिँ गफ कहिले पनि सकिएन। बाजु चाहिँ निदाउनु भएछ यहाँ यसरी। हाम्रो सानो बहिनी चाहिँ अहिलेसम्म पनि सुतेको छैन, एक्लै खेलिरहेछ। अब म खुट्टा धुन्छु, ब्रस गर्छु अनि फर्म वास गर्छु। त्यस पछाडि चाहिँ बुनु फुपू र म रुम जान्छौँ। 11 बजिसक्यो। अब फेरि आज कस्तो बिजोगले लाउँदैछु नि, यहाँ दुईजना जाँदैछौँ रुम। सुनसान छ हाम्रो भोजपुर। अरू बेला म एक्लै हुन्थेँ, हिजो आज चाहिँ यहाँ कान्छी फुपूसँग हिँड्दैछु। हल्का कुहिरो लागिरहेको थियो बाहिर। अब हामी चाहिँ रुम आउन लाग्यो। फुबाजुहरूको रुम अगाडिको चप्पल, त्यस पछाडि हाम्रो रुम अगाडिको चप्पल। बहिनीहरू निदैसके। बेड कभर बहिनीले लगाइदिएछ, त्यसको कभर चाहिँ लाउनु बाँकी रहेछ। अब त्यो भोलि गर्छु। अब ड्रेस चेन्ज गरेर सुत्छु।